सबैसँग नमस्कार। युरोपार्टी हेरेपछि युरोपार्टीका शुभचिन्तकहरूमा आज हामी एउटा विशेष भिडियोको साथमा उपस्थित भइसकेका छौँ। हामीसँग हुनुहुन्छ गैरावासी नेपाली संघ बेल्जियमका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय सचिव हुनुहुन्छ। उहाँसँग हामी केही कुराकानी गर्न लागिरहेका छौँ। विशेष त अहिले गैरावासी नेपाली संघको एकताको महाधिवेशनमा उहाँ हिजो बेल्जियमदेखि पोर्चुगल आउनु भएको छ आज भर्खरै। हामी यही विषयमा रहेर चाहिँ गैरावासी नेपाली संघको यो एकताको महाधिवेशन कतिको सम्भव छ सर, हैन? अहिले यो बाहिर सामाजिक सञ्जालमा आइरहेको विषयहरू तपाईँले कतिको सामाजिक सञ्जालहरू निहाल्नुहुन्छ? तपाईँको यो दुई पक्ष छन् भनौँ न, अहिले त दुई पक्ष छन्। अनि यो फैसलाको विषय के हो? यस विषयमा चाहिँ एकदमै धेरै प्रश्नहरू आइरहेको, यस विषयमा तपाईँहरूले स्पष्ट पार्नु। नमस्कार, धन्यवाद यहाँलाई जिज्ञासाको लागि र गैरावासी नेपाली संघको वर्तमान जटिल परिस्थितिमा यसको बारेमा केही कुरा प्रस्ताउने अवसरका लागि हामी आभार प्रकट गर्न चाहन्छु। सर्वप्रथम त गैरावासी नेपाली संघको यो परिस्थिति कसरी सिर्जना भयो भन्ने कुरा हामीहरूले लिनु जरुरी छ। संघको 10औं महाधिवेशन पश्चात संघमा फरक हिसाबले दुईटा महाधिवेशन सम्पन्न भए। एउटा महाधिवेशनको पक्षमा डाक्टर सीएस घले र अर्को महाधिवेशन पक्षमा डाक्टर उपेन्द्र महतो जिल्ला सहितको दुईवटा संयन्त्रले दुईटा महाधिवेशन सम्पन्न गरे। उक्त महाधिवेशन पश्चात डाक्टर सीएस घले बनाएको समितिका अध्यक्ष विनोद कुमार सर्वोच्च अदालतमा आफ्नो महाधिवेशनले वैधानिकता प्राप्त गर्नुपर्ने र अर्को महाधिवेशन खारेज हुनुपर्ने एउटा प्रावधान सहित सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो। र सम्मानित सर्वोच्च अदालतले ढिलो गरेर वास्तवमा यो मुद्दाको फैसला 2079 भित्र हुनुपर्थ्यो, तर विडम्बना के भयो भने 2080-81 मा आएर यो फैसला भयो। यो फैसलाले के गर्यो भने परमादेशले के गर्यो भने गैरावासी नेपाली संघको तत्कालीन अध्यक्ष कुमार पन्त जो हुनुहुन्छ उहाँले गरेको 81औं बैठकमा तत्कालीन प्रमुख संरक्षक डाक्टर सीएस घलेलाई उच्च स्तरीय समितिको संयोजक बनाए। महाधिवेशन गर्ने जिम्मेवारी सुम्पेको थियो 81 बैठकले। तर त्यो बैठक पछाडि एकाएक चाहिँ महाधिवेशन हुन सकेन, दुईतिर महाधिवेशन थियो। र त्यही समितिका 7 जना व्यक्तिहरूमा 10औं महाधिवेशन भनिएका 3 जना अध्यक्ष कुल आचार्य, रविना थापा र बद्री केसी र अर्को 10औं महाधिवेशन भनिएका विनोद कुमार, उमेश पडासन, जानक गुरुङ 6 जनालाई राखेर उच्च स्तरीय समितिको निर्माण भयो। र यो उच्च स्तरीय समितिले एकताको महाधिवेशन भन्दा पनि वैधानिकताको महाधिवेशन गर्न अनिवार्य आवश्यकता छ। एकताको महाधिवेशन कतिको सम्भव छ सर? अहिले त तपाईँहरू एकताको महाधिवेशन गर्ने भनेर यो तपाईँको देश जानुभएको छ, होइन? उता अर्को पक्षले पनि उहाँहरूले आफ्नो काम गरिरहनु भएको छ। तपाईँहरूले एकताको महाधिवेशन भन्दै गर्दा तपाईँहरूले पनि जस्तो कि ठाउँमा गएर आफ्नो एउटा बुथ बनाउने अथवा ग्रुप बनाउने त्यो गर्नुभएको छ। अहिले सामाजिक सञ्जालमा चाहिँ आइरहेको छ। यस विषयमा चाहिँ के यो विषय चाहिँ तपाईँले क्लियर पार्नु? यसमा एकदमै यो घामजङ जस्तै छर्लङ्गै छ, किनभने हामी 10औं महाधिवेशनमा हामी 3वटा अध्यक्ष स्वीकार, जसमा कुल आचार्य, रविन्द्र थापा र बद्री केसी। हामीहरू 11औं महाधिवेशनमा पुग्यौँ, हामीहरू सँगै। फेरि 11औं महाधिवेशनमा पनि फेरि आरके शर्मा, महेश श्रेष्ठ र बद्री केसी निर्वाचन गर्नु। त्यो निर्वाचन पूर्ण रूपमा धाँधली प्रमाणित भयो। सिआइबी र नेपाल सरकारकै महाधिवक्ताको संयोजकत्वको कमिटीले त्यो निर्वाचन धाँधली पूर्ण हो भनेर प्रतिवेदन बुझायो सरकारकै तर्फबाट। भने त्यो कुरा हामीहरू बीचको आन्तरिक लडाईँ थियो। त्यही बीचमा सम्मानित सर्वोच्च अदालतले के गर्यो भने गैरावासी नेपाली संघमा तपाईँहरूको झगडा तपाईँहरू आफै मिलाउनुपर्छ, तपाईँहरूलाई 81औं बैठकमा फर्काइएको छ भनेर 10औं महाधिवेशन पनि खारेज गर्यो र 11औं महाधिवेशन हुने कुरै भयो। त्यो भएपछि अहिले हामी एकताको महाधिवेशन कसरी सम्भव छ भने यस्तो भयो सर, तपाईँहरूलाई एउटा पत्र दियो, उहाँलाई पनि अर्को दियो कि उहाँले पनि तपाईँहरूको कार्यकालसम्म काम गर्नु भने होइन? त्यो पत्रको आशय त्यो छैन। तपाईँले त्यो दोस्रो फैसला र पहिलो प्रमादेश हो, दोस्रो एउटा फैसला हो। त्यो फैसलामा के लेखिएको छ भने पहिलो फैसलाको पूर्ण पाठ नआउँदै तपाईँले पढ्नु पर्यो, त्यो अन्तिमको सारांश पढ्नु पर्यो। पहिलो फैसलाको पूर्ण पाठ नआउँदै परराष्ट्र मन्त्रालयले सचिवालयलाई काम नगर्नु भनेको पत्र खारेज गरी पाउँ भनेर बद्री केसीहरूबाट गरेको मुद्दामा त्यो पूर्ण पाठ नआउन्जेलका लागि त्यो त्यहाँ लेखिएको छ। पहिलो फैसलाको पूर्ण पाठ आइसके सोही बमोजिम हुने नै छ भनेर लेखिएको छ। भने त्यो दोस्रो, यदि तपाईँहरूलाई त्यो भ्रम छ भने, यदि दोस्रो फैसला पनि हो भने कोही आधार छ भने फैसला कार्यान्वयन शाखाले के कति कारणले तेस्रो पटक अन्तिम अल्टिमेटम सहित चाहिँ बद्री केसीलाई 5 दिन अल्टिमेटम दिएर 5 दिनभित्रमा त्यो सचिवालय, एमआई सिस्टम, संघको सम्पूर्ण सम्पत्ति चाहिँ हस्तान्तरण गर्यो भनेर बद्रीजी त अहिले पनि जानु भएको छ।
उहाँले म आधिकारिक हुँ, मैले यो चाहिँ दोस्रो फैसला अनुसार महाधिवेशन गर्न पाउनु पर्छ नि त। अहिले पनि फैसला कार्यान्वयन शाखामा धाउनु भएको छ, अहिले पनि पिएमको मा धाउनु भएको छ, अहिले पनि परराष्ट्र मन्त्रालयमा। तर उहाँलाई परराष्ट्र मन्त्रालयले किन सम्बोधन गरिरहेको छैन? परराष्ट्र मन्त्रालयले उहाँलाई पत्र दिएको छैन। अनि फैसला कार्यान्वयन शाखाले पनि उहाँलाई चिनिरहेको छैन भने हामी यो क्रम प्रश्न के हुनु जरुरी छ भने गैर आवासीय नेपाली संघको एकीकृत महाधिवेशन गर्नका लागि सम्मानित सर्वोच्च अदालतको परमादेशले निर्दिष्ट गरेको भनेको के हो भने नेपाल सरकार परराष्ट्र मन्त्रालयले पत्राचार गरेको मितिको 30 दिनभित्रमा डाक्टर शेषकालीले बैठक आयोजना गर्नुपर्ने। त्यो बैठक आयोजना गरेका मितिले 6 महिनाभित्र संघको महाधिवेशन हुनुपर्ने। त्यो मिति मेको 18 तारिक अन्तिम हो। अति परराष्ट्र मन्त्रालयको बैठकमा परराष्ट्र र कानून मन्त्रालयका 2 जना सचिवले यदि गैर आवासीय नेपाली संघ 18 मे भित्र परराष्ट्रमा दर्ता हुन आएन भने यो संस्था समाप्त हुन्छ, वैधानिकता खारेज हुन्छ। तसर्थ यो एकताको मात्रै होइन, वैधानिकताको लागि पनि गैर आवासीय नेपाली संघ चाहिँ यो मे 3-4 परराष्ट्र महाधिवेशन आवश्यक छ। र म बद्री केसीहरूलाई के अनुरोध गर्न चाहन्छु भने यो महाधिवेशनले सबै समस्याको हल नगर्न सक्छ, किनभने हामी 20औं वर्ष लागेर यो संस्थामा सँगै काम गर्यौं। बद्रीजी र म 4 कार्यकाल त सँगै काम गर्यौं। म आफै विधान समितिमा म 2 पटक बसेर काम गरेँ, उहाँकै अध्यक्षतामा पनि काम गरेँ, वार्ता सँगै। तर हामी त मिलेर हुन्छ, तपाईहरु मिल्न सक्नुहुन्न। सर्वोच्चले बाध्यकारी रूपमा चाहिँ सम्मानित सर्वोच्चले यही मितिमा गर तिम्रो एकीकृतमा गरेको छ, त्यसको कुनै विकल्प छैन। हस्, धन्यवाद।